नमस्ते सबैजनाले। आज हामी बनाउँदैछौँ मिठो सुकुटी। विदेशमा हुँदा सबैभन्दा धेरै याद आउने भनेकै घर परिवार, साथीभाइहरू र नेपाली खाना हो। आज हामीले नेपालबाट आइपुगेको सुकुटी मजाले भाँचेर पानीमा 1 घण्टा जति भिजाए र भेजिसहरू काट्न थाले। समय भएपछि प्यानमा तेल हालेर भिजाएको सुकुटीको पानी फालेर प्यानमा फ्राई गरे। फ्राई गर्दा गर्दै हल्का रातो भएर आएपछि अघि काटेको प्याज हालेर एकछिन चलाए र एकछिनमा गोलभेडा र हरियो खुर्सानी हालेर फेरि एकचोटि चलाए र एकछिन लो फ्लेममा छोपिदिए। हामीले यो सुकुटीको लागि पेस्ट भन्दा नि चप गार्लिक हाल्दैछौँ किनकि यसको टेस्ट स्ट्रङ आउँछ र एकछिन चलाएर मसलाहरू हाल्न थाले। बेसारको धुलो, जिराको धुलो, रातो खुर्सानी, कालो मिर्चको धुलो, गरम मसला र नुन स्वाद अनुसार हाल्दै मजाले चलाए। राति पकाउँदा बेसारको धुलो राखेर चलाउँदा कलर निस्क्यो भने पकाउने मान्छेलाई अल्छिन भन्छ रे। यो कतिको सत्य हो त कमेन्ट गरिदिनु होला। यसपछि हरियो प्याज काटेर मजाले सुकुटीमा हाल्दे र पानी थोरै राखेर मजाले एकछिन पाक्न छोडे। हाम्रो सुकुटी अलमोस्ट भयो रेडी र धनियाँ काट्दै सुकुटी माथि मजाले टपिङ गर्दै र हाम्रो सुकुटी भयो रेडी। सुकुटीको टेक्सचर, स्मेल सबै राम्रो आइसकेको थियो र हेर्दै मुखमा पानी आइसकेको थियो। लास्टमा कागती निचाएर सुकुटीलाई मस्त सर्भ गरे। भिडियो राम्रो लागे लाइक र फलो गरिदिनु होला। धन्यवाद।